सर हजुरलाई हाम्रो च्यानलमा स्वागत छ। धन्यवाद, नमस्ते। ल हाम्रो दर्शकमानहरूलाई हजुरको छोटकरीमा परिचय दिनुहोस्। नमस्ते, मेरो नाम दीपक लम्साल। हजुर मेरो घर चाहिँ बुटवल। अहिले मेरो यहाँ यो फर्म चाहिँ मेरो यहाँ उसमा छ, हजुर पाल्पाको रैनदेवी भन्ने ठाउँमा छ। हजुर यहाँ हामीले विशुद्ध चाहिँ तपाईँको सुन्तलाको चाहिँ खेती गरिरहेछ। अब सुन्तलाको मुनि हजुर हजुर अब हामीले यसलाई यो सुन्तलाको खेतमा चाहिँ अब बरु त्यति राम्रो नहुने जस्तो देखिएर अब हामीले यसो कुरिलो खेतीको अध्ययन गर्दैछौँ यसमा। कुरिलो चाहिँ कता रोप्नु भएको छ हजुर? अब हामीले यो अब तपाईँको चाहिँ यसलाई रिप्लेस गरेर खुर्सानी रिप्लेस गरेर यसमा हामीले अब सबै कुरिलो खेतीको चाहिँ अध्ययन गर्दैछौँ हामीले अब। भनेपछि यो पाटोमा मात्रै तपाईँले सुन्तला र खुर्सानी रोप्नु भएको? हजुर 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 हजुर। कति वर्षदेखि तपाईँ यो कृषि क्षेत्रमा आबद्ध हुनुहुन्छ? हामी यो कोभिड पछि हो, कोभिडमा अब यो लेजर टाइममा आफ्नो चाहिँ यो बारी ल्याएर संरक्षण गरौँ भनेर सुन्तलाहरू पनि थियो, पछि नर्सरी बनाइएर फेरि लगाइयो। हजुर। अनि यहाँ यो कोभिड पछाडिको यो सबै कोभिड पछाडिको हो यो। ए कोभिडको तपाईँ त्यो क्वारेन्टाइनमा तपाईँ यहाँ आएर खेती गर्नुभयो? हजुर हो। ओहो, कति 3 महिना जति थियो होइन? क्वारेन्टाइन कति थियो? यो 3 महिना लगभग 2 पटक गर्दाखेरि 4-5 महिना नै हुने गऱ्यो। 6-7 महिना यहीँ आएर बस्थ्यो, विशुद्ध यहीँ अब सुन्तलालाई यहाँ तरकारीहरू छ। अनि घरको सबै सदस्यहरूले आएर गर्नु भएको हो? हामी कोभिडको बेलामा सबै आइयो। हजुर। आइन्छ यहाँ रेखदेख गरेर गर्ने, हप्तामा आइन्छ यहाँ। अब हप्तापछि चाहिँ आफ्नो काम फेरि चाहिँ विकेन्ड यहाँ आइन्छ, फेरि हामी होटलतिर जान्छौँ। हजुर। ए हजुरको यो प्रमुख खेती चाहिँ सुन्तला नै हो? सुन्तला नै। त्यसै गरी यो सुन्तला वार्षिक हजुरले कति सुन्तलाबाट आम्दानी प्राप्त गर्नुहुन्छ? वार्षिक त हामीले अब यो हाम्रो अब चाहिँ विदिन 5 इयर हामीले अब 20 लाखको सुन्तला बेच्ने वार्षिक 20 लाखको सुन्तला बेच्ने टार्गेट हो हाम्रो। अहिले त नर्सरी क्रममा छ अहिले। हजुर। यो बुढहरू अहिले म्याचुर भइसकेपछि यसबाट आउने चाहिँ अब फलहरूले वर्षको 20 लाख जति चाहिँ हुन्छ सुन्तलाबाट मात्रै भन्नु हो। उहाँ चाहिँ हजुरको म्याडम हो? यो चाहिँ अर्को तल्लो पाटो होइन? हजुर। यसमा पनि सुन्तला बिचमा तपाईँले यो सुन्तलाको चाहिँ तपाईँको यो बेर्नाहरू सानो सानो भएको हुनाले यहाँ सेप नभएको हुनाले यहाँ चाहिँ सुन्तला राम्रो भयो। यहाँ चाहिँ तपाईँको बिचमा चाहिँ सुन्तला भएको हुनाले त्यो चाहिँ राम्रो हुन सकेन माथि। यसलाई चाहिँ तपाईँको लाइट चाहिँ चाहिँदो रहेछ। यसमा हामीले जानकारी पाइयो है। ल हामी यहीँ छौँ क्या। यसमा यो खुर्सानी एकदम राम्रोसँग पाकेको रहेछ, ठुल्ठुला दानाहरू पनि रहेछ। यसलाई टिप्ने हो अब यो बिरामा चाहिँ यो भोलि पर्सि बिरामा यो सुन्तला टिप्ने हो। यसलाई बुटुल बजार लाने। हजुरले यो खुर्सानी टिप्नको लागि कर्मचारीहरू खटाउनुहुन्छ कि आफ्नै फ्यामिली मेम्बरबाट? तपाईँको एकजना फ्यामिली मेम्बर त ज्वरो आएर सिकिस्त हुनुहुन्छ, उहाँले सक्नु नगरे त फेरि। ल दर्शक महानुभावहरू, हामी चाहिँ